ओके 4 घण्टा भएछ आएको होइन अनि इन्डियन प्रोजेक्ट हो जसको म आई थिङ्क धेरै टाइमदेखि प्रतीक्षामा थिएँ किनभने यो फिल्ममा नानी वान अफ माई फेभरेट एक्टर इन साउथ इन्डिया भनौँ एन्ड राघव जुवाल छ क्या एज अ भिलेनमा सो यो प्रोजेक्ट जबदेखि अनाउन्स भएको थियो जबदेखि यसको फिल्म आएको थियो तबदेखि एकदम एक्साइटेड एकदम हमने ये जगह किसकी है? ये देश किसका है? मेरे प्यारे पैराडाइज वासियों, पैराडॉक्स ये सरकार जमींदारों के लिए है या लोगों के लिए है? हमारी जमीन को श्रीजान को पलटवार करना होगा। दुष्कारा का तारा नहीं अब हमारा झंडा है। कौवा ही उस पर निशान होगा। भूखे जाने वाले कौवे जब तलवार उठाने तो क्या होता है? हम सिखाएंगे। ये जगह किसकी है? ये देश किसका है? ये जगह किसकी है? ये देश किसका है? पड़ोसी नजर मीठी छुरी नजर सदा बर्बादी की नजर सारी तलवारें कट कट लहू चले चटपट सारी बना दे खल्लास पैराडॉक्स देयर इज सम काइन्ड अफ अ प्रब्लम हियर ओके पहिला राम्रो कुरा द भिजुअल एक्सपेक्टली एन्ड अलवेज साउथ इन्डियाको स्टाइलिङ द्याट्स जुम्मेश्वरी टप नच छ होइन त्यसमा कुनै डाउट छैन राघवको लुक्स इट्स नेक्स्ट लेभलमा छ होइन नानीको लुक्स इट्स फ्यान्टास्टिक छ होइन यसमा कुनै डाउट छैन बट नानीको भोइस हिन्दी डब कसले गरे हो इट्स टु ब्याड साउन्ड नट साउन्डिङ नेचुरल मतलब नानीको योभन्दा अगाडि जति पनि हिन्दी डबिङ मुभीहरू हेरेको छु उसको भोइस हो जस्तो साउन्ड गर्छ क्या उसको त्यो भोइस उसको बडी ल्याङ्ग्वेजसँग उसको त्यो ओरासँग म्याच गरिरहेको थियो बट दिस वान फिल आइरहेन क्या त्यो म्याचिङ फिल आइरहेन पड़ोसी नजर मीठी छुरी नजर सदा बर्बादी की नजर सारी तलवारें कट कट लहू चले चटपट सारी बना दे खल्लास नो यार इट्स नट फिलिङ एक मिनट कि यो नानी आफैले डबिङ गरे हो यो किनकि उसलाई हिन्दी बोल्न आउँछ होइन होइन बट यो चक्करमा काहीँ आफूले नै त डबिङ गरेन किनकि एनटिआरले पनि एउटा आफ्नो फिल्ममा आफै डब गराएको आफ्नो हिन्दी डब एन्ड द्याट साउन्ड नट सो गुड आई थिङ्क यसमा त्यही भयो होला बट अल द फिल्म लुक्स नाइस फिल्म लुक्स बबाल फुल वेडिङमा छु स्पेसली फर राघव जुवाल थ्याङ्क यू